कस्तो गाह्रो हुन्थ्यो मलाई धेरै गाह्रो हुन्थ्यो लुगा धुन दिन्थ्यो भाँडा बनाउनु दिन्थ्यो हामी अहिले त सक्छु धेरै नै गऱ्यो भने अलिकति दुख्छ अहिले चाहिँ गर्नै नसक्ने मान्छे अहिले चाहिँ गरेपछि तपाईँको चाहिँ अलि धेरै बेसी कामहरू गरेपछि मात्रै दुख्छ भनेर भन्नुभएको होइन खुसी हुनुहुन्छ हाम्रो गेस्ट हाउस सरहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ सबैजना अस्तितिर त हिँड्न सक्नुहुन्न थियो है अहिले अलि हिँड्न लाग्नु बोक्नु पर्थ्यो नि अहिले हिँड्न सक्नु भएको छ मम्मी बिचरा बाटो मम्मीलाई बाटो हेर्नै ठिक छ कति दिन भयो आज थेरापी गरेको 7 दिन भयो 7 दिनमा टुकुक टुकुक हिँड्ने भइसक्नु भएछ ल अनि ल